बौद्ध दर्शने विद्यावारिधि यानादिम डाक्टर अजय क्रान्ति साक्य चयादीको सफु बुद्धका मौलिक दर्शन या फितोपोज्या चुकुदो नेपाल मण्डल ट्रस्ट र बुधबा गोसागोको च्याचोले प्रधानमन्त्री केपी शर्मा ओली सफु या फितोपोज्या यानादिको खा वादक कलाकार साथीहरूलाई पनि मङ्गल धुन बजाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। ज्याजोले सम्बोधन यासे प्रधानमन्त्री ओली बुद्ध धर्म अन्धविश्वास मजुसी वैज्ञानिक तथ्य आधारित दर्शन जुगु थाइदिल। विद्वान मित्र डाक्टर अजय क्रान्ति साक्य जो बुद्ध दर्शनका एउटा परिचित विद्वान हुनुहुन्छ। उहाँले बुद्धका मौलिक दर्शन भन्ने एउटा पठनीय पुस्तक हामीलाई समर्पित गर्नुभएको छ। आज भर्खरै लोकार्पण मेहनतका साथ यहाँ लेख्ने मेहनतको कुरा गरिरहेका छैन। त्यति लेख्न त 10-15 दिनमा लेखिहाल्यो, तर यो लेख्नका लागि जुन मेहनत गर्नुपर्छ यो चाहिँ असाधारण मेहनतको कुरा छ। लेख्नभन्दा यति मेहनत गरेर यो पुस्तक पस्किनका लागि जुन उहाँले ज्ञान सङ्ग्रह गर्नुभयो, सङ्गठित गर्नुभयो, सूत्रीकृत गर्नुभयो, त्यसका लागि म उहाँलाई विशेष प्रशंसा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। अर्को धन्यवाद के भन्न चाहन्छु भने मान्छेले थुप्रै सम्पत्ति कमाएको छ तर बाक्सामा हालेर राखेको छ भने त्यसले केही पनि थुप्रै सम्पत्ति कमायो, थुप्रै ज्ञान आर्जन गर्यो तर आफ्नै बाक्सामा केही काम लाग्दैन। तर उहाँले आफ्नै बाक्सामा ज्ञान नराखेर ज्ञान भन्ने कुरा जति वितरण गर्यो त्यति बढ्दै जान्छ, जति सञ्चित गर्यो त्यति बढ्दै जान्छ। मलाई जोगाएर राख्छु भन्यो भने घट्दै जान्छ, त्यसलाई खर्च गर्दै गयो भने बढ्दै जान्छ। पुराना ऋषिमुनिहरूले भनेका छ उहाँले ज्ञान जो उहाँले बडो मेहनतका साथ सङ्ग्रह गर्नुभयो त्यसलाई लिपिबद्ध गरेर यस पुस्तकको आकारमा मेहनत त गर्नु, ज्ञान त आर्जन गर्नु, तर त्यो ज्ञान आफैसँग राखेको भए त्यसमा दुई प्रकारको धन्यवाद यो तयार गर्न अथक परिश्रम गरेर थुप्रै ज्ञान आर्जन गर्नुभएकोमा र त्यस आर्जनलाई लिपिबद्ध सूत्रीकृत र लिपिबद्ध गरेर यस पुस्तक मार्फत हामी सबैलाई उपलब्ध वितरण गर्नु विशेष धन्यवाद गर्न चाहन्छु। ज्याजोले बिचु कौदने वास्तविक भाषा आयोग अध्यक्ष सुरेश किरण मानन्दर चोमी डाक्टर अजय क्रान्ति साक्य लगायत सफुया बारे चर्चा याना दिएको छ। बुद्धले भन्नु गर्नुहुन्थ्यो अमुत्तर निकायमा उल्लेखित एउटा गाथा मलाई यति बेला स्मरण भइरहेको छ। उपेव दाना सुमनो तदम चित्तम पसादाय दत्वा अत्तमनो होति एषा यज्ञस्य सम्पदा। दान जसलाई हामी त्याग पनि भन्छौँ,
दान गर्न सजिलो छ, त्याग गर्न कति गाह्रो छ, यो मैले तपाईँहरूलाई ससाना बच्चाहरूलाई जस्तै बुझाउनु पर्दैन जस्तो मलाई लाग्छ। यो दानको महिमा, त्यागको महिमा, यो गौरव गाथाको रूपमा जति गाउन, यसरी भन्न, सुन्न, लेख्न सजिलो हुन्छ, तर गरेर देखाउँदाखेरि हिचती आइ, भुइँचती आइ भन्छौँ हामी, पसिना खलखल बग्छ। मेरो भनाइको तात्पर्य यो त्याग, जुन दान हामी भन्छौँ, त्यो त्याग दान कसैले पनि गर्न सक्छ, कसैको निम्ति हामीले त्याग गर्न सक्छौँ, तर त्यो त्याग, त्यो दान प्रतिफलको यदि आशा गरेर त्याग गरिन्छ भने, दान गरिन्छ भने, त्यसलाई हामी मौलिक रूपमा दानको महिमायुक्त रूपमा परिभाषित गर्न भने सक्दैनौँ। यो समय अत्यन्त छोटो छ र यसमा यो किताबको विषयमा यो समीक्षा भन्दा पनि पुस्तकको छोटो परिचय दिन म गइरहेको छु छोटकरीमा। अन्य सबै विषयहरू पुस्तक पढिसकेपछि हामीले जानकारी पाउन सकिन्छ नि। भगवान् बुद्धले धेरै वर्षसम्म गर्नुभएको कठोर तपस्याबाट पत्ता लगाउनु भएको एउटा कुरा, संसारमा दुःख छ, संसार दुःखमय छ, त्यसैले हामी दुःखी छौँ। संसार दुःखमय भएको कारणले मानिसहरू यसलाई सुख खोज्नका लागि विभिन्न ठाउँ भौतारिने गर्दछन्, सुखको तृष्णामा जीवन व्यतीत गर्ने गर्दछन्। तर सुखको कुरा के हो भनेदेखि हामीले आफ्नो सम्पूर्ण जीवन व्यतीत गरी बाहिर खोजिरहेको जुन सुख छ, त्यो सुख वास्तवमा बाहिर कतै होइन, हामी आफैभित्र रहेछ। हामीले खोजिरहेको सुख शान्ति बाहिर कतै होइन, त्यो हामी आफैभित्र रहने रहेछ। र त्यो सुख जो हामी आफैभित्र छ, त्यो आफैभित्र रहेको सुखलाई पत्ता लगाउने एउटा उपाय हो ध्यान साधना। ध्यान साधनाबाट हामीले आफैभित्र रहेको सुखलाई पत्ता लगाउन सकिन्छ। आज मेरो यस पुस्तक प्रकाशन गरिदिनु हुने संस्था नेपाल मङ्गल ट्रस्ट एवं उक्त संस्थाका पदाधिकारी मित्रहरू सबैलाई धन्यवाद दिन चाहन्छु। आज यस पुस्तक बुद्धका मौलिक दर्शन विमोचन गरी सार्वजनिक गरिदिनु भएकोमा म आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि सधैँ धन्यवाद दिन चाहन्छु। आज हामी बिच सबैका लागि प्रेरणादायी व्यक्तित्व श्रद्धेय धम्ममूर्ति गुरुमा उपस्थित हुनुभएको छ। 2 दिन भए पनि धम्ममूर्ति गुरुमाको 91औं जन्मदिनको उपलक्ष्यमा उहाँलाई दीर्घायु, सुस्वास्थ्य एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मेरो यस पुस्तकबारे भर्खरै पनि मेरा मित्र सुरेश किरण मानन्दजीले संक्षिप्तमा जानकारी दिनुभएको छ। यसै क्रममा म यहाँ केही कुरा राख्न चाहन्छु। बुद्धका दर्शनहरू अध्ययन गर्ने र ध्यान अभ्यास गर्ने क्रममा मलाई बौद्ध ध्यानहरू विज्ञानसँग कतिको सामञ्जस्यता राख्छन् भन्ने बारे अध्ययन गर्ने चाहना भयो। त्यसै क्रममा बौद्ध ध्यानहरूमा विशेष गरी आनापान ध्यान र विपश्यना ध्यानहरूका बारे अहिलेसम्म विकसित भएको विज्ञानका क्षेत्रमा के कस्ता अध्ययन अनुसन्धान भएका छन् त आदिबारे जान्ने इच्छा भयो। संयोजन गरिदिनु हुने आजका हाम्रा अतिथिका रूपमा कार्यक्रमका हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा विषय र बौद्ध दर्शनका अनुसन्धानकर्ता पनि व्यवस्थापक श्री अशोक वज्राचार्यज्यूलाई, यस्तै मञ्च व्यवस्थापक श्री रामलाल श्रेष्ठज्यूलाई पनि पश्चात उहाँले अन्य यस संस्थाका